गयो निर्मली कहाँ हिँड्ने के लिए हो अरे हामी गाई छैन हामी जाँदैछौँ हामी गाई जाने के अरे कहाँ जाँदैछौँ भन्दा चाइना मार्केट दमक दमक हामीहरू यसो आउनु त मलाई देखाउँदैछ रे अब देखाउन यो मलाई देखाउन भन्छ तपाईँ हिँड्नु हिँड्नु न हिँड्नु नाटक भलक बनाएर सकिसक्यो मेरो बुढाले पुरै देखाउँदैन उयो सबै हेलो गाइस हामी जाँदैछौँ घुम्नु डुल्नुको लागि आजको दिन हाम्रो उसले गरेर लिएर आउँदैछ नि गोल ग्राउन्डको बाटो आएको गाइस होइन सर्टकट यस्तो सर्टकट आएको हामी सर्टकट आएको त जाली पो लागेको रहेछ गाइस हामी यता जाँदैछौँ घुम्नुको लागि पानी पर्ने मौसम भएको छ गाइस हामीहरू जाँदैछौँ घुम्नुको लागि आज दमक जाँदैछौँ चाइना मार्केट जाँदैछौँ हामी अब मेरो युट्युब च्यानल लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुलाई भन्नु त नपर्ने हो बाँदरहरू चाहिँ क्या हो जङ्गलै भरि यो चाहिँ हाम्रो सर्टकट जङ्गलको बाटो हो हाम्रो घर चाहिँ पर पर्छ उयो पर सर्टकट बाटो पनि आउन सकिन्छ यताबाट पनि आउन सकिन्छ गाइस हामी जाँदैछौँ हाम्रो चाहिँ पर्खिरहनु भएको छ क्या एकजना स्पेसल मान्छेले हाम्रो स्पेसल मान्छे म्याम हुनुहुन्छ अब बाख्रा त पुरै बटारेर त गाई चाहिँ बिजोग भइसक्यो अब नै बाख्रा त बटारेर के गर्नु र हाम्रो बाख्रा पर्न फेरि के गर्नु जिन्दगीमा बिस्तारै हिँड्नु न उता हिँड्नु न कहाँ म आउँदैछु अनि कहाँ छु म के आउँछ हामीलाई गाई छु न के गर्न आउँछ ग्यास के गर्नु जिन्दगीमा हामी आइपुग्यो कि गाई चाहिँ मलाई पनि पक्रिनु लाग्छ हामी गाडीमा छौँ पकाउनै अब सेल्फी रोडदेखि चढेको पनि कति 40 रुपियाँ लिनु थाल्यो एकजना भएर यो गाडी कुन हो अब भित्रबाट देखिँदैन बाहिरबाट नागरी गइसक्छ होला हरायो बस स्ट्यान्डमा बस स्ट्यान्डमा बसेर पैसा लिन्छ त होला नि भिडियो गरेको त भिडियो गरेको देखिहाल्छ नि भिडियो गरेको कहाँ जानु भने हामी दिदी अझै आउनु फाइनल गएछ हामी यहाँ भेट्न आयौँ होइन उहाँको पनि राखेको छ यहाँनिर हामी आएको होइन हामीलाई त के भन्छ हामी दुईजना त यो हात कट्टु अनि यस्तो लाएर आएको होइन पुरा के अरे बुढाबुढी भन्दैन होला क्या के अरे लभ गरेर के अरे डेटिङ गर्न आएछ भन्छ होला यो चाहिँ दमकको स्टेसन है गाइस ल फाइनली गाइस यहाँ हेर्नु है यो चाहिँ चाइनिज बजार हो के अरे चाइनिज मार्केट चाइना मार्केट
त्यो टिकटकतिर पुरै भाइरल थियो नि त अहिले आइरहेको छ ए पुरै भाइरल रहेछ नि त गाइस टिकटक कति सपिङ गर्नेहरू पनि खतरा रहेछ हामीहरू चाहिँ आयौँ के अरे यो भाइ चाइना मार्केटहरू हेर्नु 500 मा आयो गाइस 500 यो चाइना मार्केट गाइस चाइना मार्केट यो भाइरल मार्केट यो गाइस हामी यता दुईजना आएर जुन लागि आएको खतरा खतरा नि लुगाहरू त पुरै हो चाइना मार्केटहरू यो कहाँ ल्यायो चाइना मार्केट ए 5 बजेदेखि भनेर नि अघिदेखि लगाइदिएको अरे ब्यागहरू पनि खतरा खतरा रहेछ त होइन जुत्ताहरू 200 रुपियाँको अरे है आयो चाइना मार्केट भाइ लिने उता पऱ्यो नि त यता नै त तपाईँ चाहिँ छ तपाईँ चाइना मार्केट मान्छे कति मान्छे कति हाफ प्यान्टहरू छानी रहेछ बस्नु भएको यता बस्नुहरू क्या सफारी आउँदैछ नि आयो 500 रुपियाँ गोटा 500 रुपियाँ गोटा यता हेर्नु निर्मल यता हेर्नु न अचम्म आफ्नै फोटो यस्तै खिच्नु पऱ्यो अन्त खिचिदिनु मेरो भिडियो गरिदिनु यता हेर्नु हल्लाइकन क्या कति राम्रै टोपी बिकिसला हुन्छ त यो 100 रुपियाँ गोटा रातो 100 रुपियाँ गोटा अरे अहिले एकदम साह्रो राखेको होला घर त खतरा हो त ल निर्मली कुन देखाउनु भएको ल कति बेर हो त्यो राम्रो छैन सरी बत्ती बालो त झन् झिलिमिली देखियो त अहिले त चाइनामा यता निर्मल यता आउनु झोला बनाउनु है फेरि जाउँ ल गाडी पाउँदैन नि त अहिले फेरि के भन्नु रे यता त खुसी होला अब झोला चाहिँ कहाँ छोड्नुहुन्छ अहिले टाइम छैन
500 को 500 को 200 को सबै अब यो घर बन्द गर्नु सपिङ चाहिँ यति धेरै गरेको है तर गाडी पाउने नपाउने थाहा छैन गाडी पाएन नै हिँड्दै जानु बाइक पनि अब सेलमा रह्यो बाइक पनि सेलमा लु जाउँ 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 बाइक पनि सेलमा हेर कुन बाइक कुन स्कुटी किन्ने तपाईँ बाइक 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 चाइना मार्केट लाग्यो है गाइस हामी लाग्यो हेर्नु छिटो लागेको काउन्टरमा रे गाइस